हेलो माय यूट्यूब फैमिली। मैं खाना बनाउन तैयारी चल्दैछ। खानामा चाहिँ आज मेरो बनिँदैछ बोडी फर्सी मिक्स गरेर बनाउँछु सब्जी। मेरो सब्जी पनि काटेर रेडी भइसकेको छ। हजुरहरुको घरमा आज के बन्दैछ कमेन्टमा बताउनु होला। मेरो त सिम्पल खाना बन्दैछ। ब्लग सुट गर्न अब कहीँ जान पाइँदैन। अब यस्तै ब्लग सुट गर्नु पर्यो हैन। धेरै प्यार दिनु होला, माया दिनु होला, मेरो भिडियोलाई सपोर्ट गर्नु होला। आज म बनाउन जाँदैछु प्याजको मात्रै सलाद। बनाउँछु। बहुत मन पर्छ। एक ट्राई गर्न सक्नुहुन्छ हजुरहरूले पनि। म चाहिँ यस्तै नै ब्लग बनाउँदैछु अहिले। ब्लगिङ गर्दैछु। तपाईहरुलाई मेरो भिडियो हेरेर कस्तो के लाग्छ प्लिज मन पर्यो भने एउटा लाइक सब्स्क्राइब गरिदिनु होला। सँगसँगै मेरो प्याजको अचार पनि बनेर रेडी भइसकेको छ। यसमा मैले स्वाद अनुसार नमक, कश्मीरी लाल मिर्च, काँचो खुर्सानी काटेर हालिदिन्छु। अनि एउटा निम्बु निचोर्दिन्छु। मेरो प्याजको सलाद पनि बनेर रेडी भइसकेको छ। खान सक्नुहुन्छ मेरो प्याजको अचार पनि बनेर रेडी भइसकेको छ। त्यसरी बनाएर प्याजको अचार खानुहोस्, मिठो हुन्छ। आजको ब्लगिङलाई आज यही एन्ड गर्दैछु। फेरि भोलि पनि मिलौँला। बाई। मेरो भिडियो कस्तो के लाग्यो प्लिज कमेन्टमा बताइदिनु होला।